सिटिबिटी नोटिस बोर्डमा गएर हेर्न सक्नुहुन्छ र म तपाईहरुलाई स्क्रिनमा पनि देखाउन सक्छु। अहिले खुलेछ, तपाईहरु भर्न सक्नुहुन्छ। कसैलाई थाहा हुन्छ कि हुँदैन भन्ने मलाई पनि त्यतिखेर थाहा थिएन र म अहिले स्कलरशिपमा पढ्दै छु। थ्यांक यू सो मच रवि दाईको कारण। नमस्ते साथीहरु, स्वागत छ मेरो आजको भ्लगमा। त आज म लिएर आएको छु, तपाईहरु स्किप नगर्नु कृपया, सुनिदिनु होला राम्रोसँग। त आज म लिएर आएको छु, एसई दिने स्टुडेन्टहरु जति पनि पास उत्तीर्ण भए सबैलाई बधाई छ। र स्कलरशिपको एक्जाम को लागि अगर फर्म खुलेछ, अगर तपाईहरु इन्ट्रेस्ट हुनुहुन्छ भने भर्न सक्नुहुन्छ। यही म जानकारी गराउनको लागि आज यो भ्लग बनाउँदै छु। त कसैले पनि लाई थाहा हुन्छ, कसैले थाहै पाउँदैन अनि भर्न सक्दैन फर्म। स्कलरशिपको फर्म खुलेछ, हाफ स्कलरशिपको। अनि फार्मेसी, सिभिल इन्जिनियरिङ, प्लान्ट साइन्स, एनिमल साइन्स सबै छ। तपाईहरु हेर्न सक्नुहुन्छ, सिटिबिटी नोटिस बोर्डमा गएर हेर्न सक्नुहुन्छ र म तपाईहरुलाई स्क्रिनमा पनि देखाउन सक्छु। अहिले खुलेछ, तपाईहरु भर्न सक्नुहुन्छ। कसैलाई थाहा हुन्छ कि हुँदैन भन्ने मलाई पनि त्यतिखेर थाहा थिएन र म अहिले स्कलरशिपमा पढ्दै छु। थ्यांक यू सो मच रवि दाईको कारण म आज यहाँ स्कलरशिपमा। मलाई थाहा थिएन त्यतिखेर, कसैलाई थाहा हुन्छ कसैलाई थाहा हुँदैन। झन् त हाम्रो गाउँतिरको पर्सा जिल्ला म जुन स्कुलमा पढ्दै थिएँ त्यो स्कुललाई झन् केही थाहै हुँदैन र त्यही भएर आज म यो भ्लग बनाउँदै छु। जति पनि हाम्रो एसईमा पास भएका र पहिलाको पनि स्टुडेन्टहरु पनि भर्न सक्नुहुन्छ। तपाई अगर इच्छुक हुनुहुन्छ भने भर्न सक्नुहुन्छ र म आज त्यही लागि आज यो भ्लग बनाउँदै छु। तो पहिलाको पनि स्टुडेन्टहरु तपाईहरु भर्न सक्नुहुन्छ। अगर तपाईहरु पढ्न चाहनुहुन्छ भने धेरै छन्। सिभिल इन्जिनियरिङ, फार्मेसी, नर्सिङ, गर्ल्सको लागि नर्सिङ पनि पर्फेक्ट हुन्छ। जति पनि हुनुहुन्छ भने फर्म भर्न सक्नुहुन्छ। र खास यो जानकारी म दिन चाहिरहेको छु, किनकि सबैजना भरोस् र आफ्नो आफ्नो यो जसले नाम निकाल्यो त्यसले पढ्न पाउँछ भनेर म यो आजको भ्लग बनाउँदै छु। मलाई विश्वास छ कि तपाईहरु मेरो कुरा राम्रोसँग बुझिदिनु होला, बुझिदिनुहुन्छ होला। अनि म त्यही भएर आज ब्लग कसै गाउँतिर त म स्कुल जुन गाउँ छ हाम्रोतिर कसैलाई केही थाहा थिएन, कसै फर्म भर्ने के त्यो दाई रवि दाई भन्नुभएको थियो यो खुलेछ, तिमी किन भरेछौ कि नै? तब मलाई थाहा लाग्यो। त्यो पनि डेट कति 5 दिन बाँकी थियो, मात्र 5 दिन मात्र बाँकी थियो। तर पनि मैले भरे फर्म अनि नाम निकाले अनि अहिले स्कलरशिपमा पढ्दै छु। र अरू त म भन्न सक्दिनँ। त्यहीमा अगर हामी पढ्थे, म पढ्थे त भने लास्टै दिक्कत हुन्थ्यो। स्कुल फी, कलेज फी तिर्नु पर्थ्यो र धेरै अरू कुरा म भन्दिनँ, दिक्कत हुन्थ्यो। त्यही भएर म भन्दैछु तपाईहरु स्कलरशिपको फर्म भर्नु र नाम निकाल्नु तपाईहरु। अनि जति पनि स्टुडेन्टहरु छन् एसई दिएका, त म चाहिँ अहिले सेकेन्ड इयर एनिमल साइन्स म पढ्दै छु नाम निकालेर। र खास मेरो चाहिँ स्पेशल स्कलरशिप हो र यसको पनि स्पेशल स्कलरशिपको पनि तपाईको खुल्छ। टाइम यो एक्जाम सकेपछि हाफ स्कलरशिपको स्पेशलको पनि आउँछ स्कलरशिपको फर्म भर्नको लागि। मलाई यही भन्नु छ कि यसमा पनि तपाईहरु नाम इच्छुक हुनुहुन्छ भने हाफ स्कलरशिप जस्तो कलेज फ्री हुन्छ र तपाईहरु आफ्नो खर्चमा पढ्न सक्नुहुन्छ। आफ्नो खाना र रुमको आफ्नो तिर्नुपर्छ, नत्र स्कुल कलेज फ्री हुन्छ। त्यही भएर म आज यो भ्लग बनाउँदै छु कि सबैलाई जानकारी होस् र सबैले फर्म भर्न पाओस् भनेर म आज यो फार्मेसी, नर्सिङ सबै छ। तपाईहरु हेर्न सक्नुहुन्छ वेबसाइट खोलेर। अगर तपाईहरु पुरा फुल डिटेल पनि मसँग म व्हाट्सएप नम्बर तपाईहरुलाई डिस्क्रिप्सन बक्समा दिइदिएछु, राखिदिएछु र तपाईहरु मलाई मेसेज गर्नु, म तपाईहरुलाई बताउँछु। र अगर तपाईहरुलाई थाहा छैन भने म अलि जति मसँग हुन्छ त्यति म गर्दिन्छु। र यसको फर्महरु भर्ने कुरा चाहिँ म के भन्छु कि तपाईहरुको नजिकै कुनै साइबर होला, साइबरमा गएर तपाईहरु फर्म भर्न सक्नुहुन्छ। नत्र खल्ती अकाउन्ट चाहियो,
फर्म भर्नको लागि खल्ती एकाउन्ट चाहियो र 1000 रुपियाँ लाग्छ, मतलब त्यसमा फी छ र तपाईँहरू भर्न सक्नुहुन्छ। म पनि फर्म भरेको थिएँ त्यतिखेर, म पनि इक्जाम दिएछु र तपाईँहरू इक्जाम सम्बन्धित जानकारी तपाईँहरू चाहनुहुन्छ भने मलाई मेसेज गर्नु, म तपाईँहरूलाई डाइरेक्ट इन्डिभिजुअल मतलब तपाईँहरूले सबैलाई म मतलब मेसेज गरेर बताउँछु यस्तो यस्तो, मतलब इक्जाम कसैलाई थाहा हुन्छ, मतलब थाहै हुँदैन के कसैलाई, मतलब हाम्रो गाउँतिरको झन् केही थाहै हुँदैन र मतलब त्यही भएर म आज यो भ्लग बनाउँदैछु। मलाई मलाई आशा छ कि तपाईँहरू यो कुरा मतलब बुझ्नुभयो होला र मेरो आजको भ्लगमा यही थियो। तपाईँहरू स्कलरसिपको फर्म भर्नु र जति पनि एससी मतलब पास भएका विद्यार्थीहरूलाई सबैलाई बधाई छ। र अरू कुरा यो चाहिँ मतलब 7औं प्रदेशमा मतलब खुलेछ, मतलब तपाईँहरूको 7औं प्रदेश जुनबाट पनि मतलब प्रदेशबाट पनि भर्न सक्नुहुनेछ र मतलब अगर तपाईँहरू कुन जिल्लाबाट अहिले हेर्दै हुनुहुन्छ तपाईँ कमेन्टमा बताउनुहोस् र मतलब म अहिले चाहिँ सल्यानबाट भिडियो बनाउँदैछु र सल्यानको मान्छेहरू हेर्दै हुनुहुन्छ भने तपाईँहरू कर्णाली प्रदेशबाट चाहिँ भर्न सक्नुहुन्छ र हाम्रो मध्य प्रदेश मेरो गाउँतिरको जुन हाम्रो स्कुलहरू छन्, मतलब मेरो स्कुल गाउँकोतिरको झन् त्यहाँ त केही थाहै हुँदैन। त्यहाँको लागि म अगर हेरिराख्नु भएछ भने तपाईँहरू भिडियोलाई सेयर गर्नुहोस् र आफ्नो साथीहरूलाई पनि भन्नुहोस्। मतलब अगर तपाईँहरूको साथी छ, तपाईँहरूको भाइ बहिनीहरू अगर एससी दिएका छन् र तपाईँहरू पनि अगर पहिला पनि एससी दिनुभएको छ र तपाईँहरू अगर पढ्न चाहनुहुन्छ भने मतलब पढ्नुहुन्छ भने तपाईँहरू पनि फर्म भर्न सक्नुहुनेछ र तपाईँहरू गएर मतलब फर्म भर्नको लागि साइबरमा जानुहोस् र मेरो आजको भ्लग यति नै हुन्छ। तबसम्म अर्को भ्लगमा फेरि म भिडियो बनाउँछु र हाम्रो स्कुलको र यहाँ मतलब कलेजको जुन तपाईँहरू अगर पढ्न चाहनुहुन्छ भने यहाँ पनि छ, मतलब एग्रिकल्चर, एनिमल साइन्स र सिभिल इन्जिनियरिङ यहाँ पढाइ हुन्छ र यसको लागि पनि म भिडियो एडमिसन ओपनवाला जुन भिडियो छ म तपाईँहरूलाई मतलब हाल्छु, 2-3 दिनमा आउँछ र त्यसको पनि डेट 13 गतेसम्म छ, यसको पनि डेट 13 गतेसम्म छ। हाम्रो कलेजको पनि फर्म मतलब 13 गतेसम्म छ, एडमिसन गरा सक्नुहुनेछ। मतलब इक्जाम दिनको लागि यहाँ पनि स्कलरसिपको इक्जाम हुन्छ र त्यसमा पनि नाम निस्क्यो भने फ्रीमा पढ्न पाउँछ। यहाँ पनि मेरो साथीहरू पनि छन् यहाँ, मतलब पेइङवाला जुन हाफ स्कलरसिपमा अहिले पढ्छन्, पैसा लाग्दैन र यहाँ मतलब खास यति सस्तो छ कि म त्यसमा तपाईँहरू त्यो भिडियोमा हेर्न सक्नुहुन्छ र आजको भ्लगमा यति नै। तबसम्म बाई बाई एन्ड टेक केयर। जय श्री राम, राधे राधे।